भ्यू चाहिँ यस्तो भइरहेछ। यस्तो चाहिँ रमणीय ठाउँ, एकदम शान्त हरियाली। त्यहाँ हामी चाहिँ अब तल माछाको लागि पहिला नेट राख्ने कारण यहाँ चाहिँ अब माछाको लागि नेट राख्ने कार्यक्रम हुँदैछ। दाइहरूले नेट राख्दै हुनुहुन्छ। यहाँ मासतिरबाट आएको माछाहरू चाहिँ कार्यक्रम। ल यस्तो बाटोमा हिँडेर माछा समात्नुपर्छ। माछा व्यापक रूपमा समात्दै हुन्छ। मेरो भान्जा फेरि एक्सपोर्ट हो नि माछा समात्नलाई। पुरा खोलामै डुबेर हानिरहेको भान्जा सेतीले। यता फेरि बोरा लिएर हो माछा। आज त माछा त 50 केजी जति हुन्छ होला। भेना चाहिँ उता पालतिर रहेछ। ल हाम्रो दाइ चाहिँ यहाँतिर खोज्दै हुनुहुन्छ। दाइ माछा भेटायो क्या हो? यो दाइ पुरै कडा तारले समातिरहेछ क्या हो? माछा हो दाइ यार, खतरा माछा समात्नु भयो हाम्रो दाइले। अहिलेसम्मकै सबभन्दा ठुलो हो कि क्या हो? के हो पापा? छैन है यहाँ चाहिँ यति। यहाँ स्कुल छुट्टी रहेछ तकबिन तम्बाङ स्कुलले ल त्यसो पेमा माया कतिहरू पढ्दै बा त्यति ल आँगा ताम्बाङ बुझौँ। ल आँगा झा कति 4 रे ए आँगा पि चुपाटी जाँदा आँगा ए रोल नम्बर कति 11 अनि तिनी यो नन छुट्टी दबा शुक्रबार त छिन् न ओहो हानाङ चुरिन के तिम हानाङ हान्दामा ए ल टोलेहरू विवेक दाइ माछा त भेटाइन त होइन त्यस कार्यक्रम ठिक छ होइन। माछा मार्ने दर्शकहरू पनि टन्नै छन् आज। यहाँ सरलाई कस्तो फिट भइरहेछ आज दाइ? मेरो दाइ होइन दाइ एकचोटि बोलिदिनु न पक्नै म क्लोज क्याबमा आउँछु। ल दाइ आउनु त ल ओ ल
ल माछा पसार्दै हुनुहुन्छ त्यहाँ भेन र दाइले यस्तो छ है हाम्रो आजको कार्यक्रम छैन खासै आज त्यही त छैन खासै मारेको छैन आज खोइ यताको ग्रुप पुरै गुफाभित्रबाट तान्दै हुनुहुन्छ भेटायो क्या हो ल हाम्रो यो खोलासँगको महाअध्यक्ष चाहिँ उहाँ हुनुहुन्छ अनि कस्तो फिल भइरहेको ल है ल कहाँबाट यो त धेरै ठुलो छ यो ल माछा त कति हो कति र आउँदैछ हेर्नुहोस् है यस्तो मेहनत गरेर समातिराख्नु भएको छ ल तर समात्न चाहिँ सफल भएन ऊ तल ऊ भेन ऊ उतार्नु परिरहेको थिएँ धेरै गहिरो पो रहेछ होला ल ल ल ल ल भ्यू यस्तो छ हाम्रो टोलीहरू खोलातिरै हुनुहुन्छ माछा मारिरहेको छ केटाहरू चाहिँ यस्तो छ है आजको कार्यक्रम हाम्रो ल आज हामी चाहिँ यहाँ कुखुरा नगएर कुखुरा लिन आएको ल सम्धी नाकाम खेपा नै ल कसोलाई चाहिँ ओन्जुले टिचर हान है ल गाउँको लोकल ल है यस्तो छ लिएर जाँदैछ हामी चाहिँ ल यहाँबाट हाम्रो इन्द्र सरको मूल घर है हेर्दा चाहिँ सेके सम्झे है सेकेदा हामी पर पर्सिमा केरो सिधा भाइ एक मुसी होला भाइ ठेकान मुलो माग्नु जी कतिको मूल्य राख्छ लोकल नगछ लोकल त अरे बेजी मारे अरे आछै मो मुल्ला ला जागर अरे दात्या खाइ हेरि सब्जी जाम टान्ना मुला बिचमा खाल्ला चाहिँ मोमो अरे मलाई जाम खान देखा जिन जिन मिन्ना जम्मै जिन दुईका खरी म बा वाबा वाला त त्यहाँ ठिक मुलमान सम्झिल जम्मै एकदम ठिक मुल पाङ गयो त न गाउँको कालिज जङ्गल पनि आउन काली चरी जङ्गल पनि माथि है यस्तै छ माथि काली चरी यो अर्ग्यानिक हो कि हाम्रो त ल हाम्रो केवङ सर के को लागि हो यो हो धेरै दुःख पाइराख्नु भएको रहेछ हाम्रो केवङ सर तर मेरो भाइको यो मेहनत चाहिँ नि खेर जाँदैन तर स्माइलै बबाल छ कि मेरो भाइको यार जे जस्तो भए पनि त्यही भएर माई डियर हो कि मेरो भाइ त हजुर दाइ ल यतातिर कार्यक्रम चलिरहेको छ ल दाइ ठ्याक्कै तपाईँले दाइ तपाईँले अनुमान गर्नु त त्यो कति जति होला ल 18 पाउ कति भन्नुभएको थियो तपाईँले 3 किलोमा कति पाउ हुन्छ 12 पाउ 3 किलो 1 पाउ 13 पाउ कति
मै चल्दिनँ मार 200 इन्टु कति पाउनु भोक लागेर चौचौ खाँदै भेन ल अनि हाम्रो आजको तयारी त भइरहेछ नि पुरा के पाक्दैछ हाम्रो आजको मेनु त्यहाँ सेको हजुर के को सेको खसीको अनि भुटन छ हजुर हजुर अनि माछा अनि खानामा खानामा त सब्जी सब रेडी छ त्यहाँ 2 थरी होइन खाना 2 थरी छ ढेँडो र चामल है ल आज बवाल हुन्छ ल आजको चाहिँ धेरै बवाल हुन्छ त्यहाँ हेर्नु न हुन्छ हुन्छ ल म चाहिँ अब यता किचन डिपार्टमेन्टतिर अनि छैन है सुन्नु भाइ छैन है यसो चरा जत्रो मात्रै हो चरा जस्तो मात्र हो यो होइन त चट्टा होइन यसको खोले बनाउने हो खोले बनाएर भुटन सुटन त के बनाउनु होइन भुटन बनाइरहनु फुर्सदै छैन चिकन चिल्ली पनि नबनाउने होइन एक आइटम मात्र है होइन हो नि खासै छैन होइन छैन कि फेरि कुखुरा चाहिँ ल ठिक छ ल भाइ मेरो डियर भाइले चाहिँ अब अपरेसन गर्दैछ हजुर ल मेरो दिदी ल नाना ल सो हाम्रो नानाको घरमा छ छैन खासै छैन ऊ यो खास के होइन यो मही हो नेपाली मही हो खासै के होइन छैन खासै खास गाउँको यो के मही हो मै हो यो मही हो टक्क यस्तो मै खाने हो शीतल छ यस्तै हो गाउँले बाह्र ठिक छ धन्यवाद बिहानै बरु नेट सेट यसो क्लियर गर्छ नि एक मिनट यता छ तर अघिको उसले म नेटले ऊ भयो होला अर्को काँचो साइडबाट हाल्दै गर्नु नि यो के यार Macam ni sen yugo ali amma. थोड़ा तेल हाल दूँ ना. Oh my god. तो के गर्दै छौ आले? यहाँ दामी लोकल कुखुरा Oh my god. दामी बनाउँदै लोकल हो? एकदम. Oh my god. दामी दामी दामी. धुवाले चाहिँ सकिने भयो. अहिले हो त यो खोलेको जहिले चलिरहेको छ
लेउै हो नि खाने के खाना होइन किरा पनि खायो होला नि किरा त पैसाकै हुँदैन केही फरक पर्दैन अन्डा कसम यार त्यो सबै त्यहाँ राख यो हामीले गलत गर्यो क्या हो सर तार्गा सन्तानहरू उत्पादन हुने छैन 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 भाइ ल मौसम चाहिँ अब अलि अँध्यारो अँध्यारो छ अब हामी चाहिँ पानी पर्यो भने त हिँड्ने होइन खाल चाहिँ खाली गाउँ भएन यो खासै मारेन आज 5 केजी जति मात्रै हो बिहान बिहानको यता पखालो भेना हजुर हामी यहाँ यो ऊ पनि छ जस्तो छ त आज यो के भन्छ 12 यो चाहिँ स्पेसल असली माछाको भित्रको आन्द्र भुडी जस्तै भुडन खान्छ हामीले त्यही सिस्टमको अब पिठोमा बनाएर यो चाहिँ स्पेसल 12 टाइपको हो यो चाहिँ अब हेर्नु तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ 12 टाइपको हुन्छ यो चाहिँ तपाईँको यहाँ हाम्रो सभापतिज्यूले भन्नुहुन्छ के सम्बन्धी औषधि हुन्छ अरे यो यसमा हरेक चिजलाई ल स्पेसल्ली चाहिँ दबाई हुन्छ ज्यान दुख्नेदेखि लिएर होइन हात काम्नेदेखि लिएर हरेक चिजले हुन्छ यसले अलि अलि एकदम पावर एकदम पावरफुल चाहिँ एकदम दिन्छ यसले ल बहुत एनर्जी दिन्छ यसले ल भन्ने कुरा चाहिँ त्यसरी भेटायो ल सन्दा आउन आउन आउने खाउँ सन्दा आउन आउन भने सँगै खाउँ न मिठो छ नि एकदम यस्तो पस्किँदै हुनुहुन्छ हाम्रो नानाले सुनिल खासै मिठो छैन यार आज ढेँडो मासु धेरै खाएर होला मार खानै छ जिरा त अङ्गाल जिरमा नि खासै छैन खासै छैन न जिरमा न ल गाइस आज चाहिँ राततिर बोल त ल लास्ट त अब हामी खासै छैन मारेर केलाएर हो खासै त छैन है खासै छैन अब ल केलाहरू जाने हामी अब अब केलाएर जाने अब यही हो आज ल ल ल